जुनसुकै युनिभर्सिटीको पनि इन्ट्रान्स बेसिसमा आफ्नो युनिभर्सिटीको आफ्नो इन्ट्रान्स एक्जाम हुँदै गर्दाखेरि चाहिँ जस्तै इन्ट्रान्स जुनसुकै युनिभर्सिटीको आइको पोखराको पूर्वाञ्चलको युनिभर्सिटीको इन्ट्रान्स प्याटर्नमा इन्डियन एमएससी हजुर इन्डियन एमएससीको सम्ममा चाहिँ जापानिज एमएससी पनि छ जापानिज एमएससी देखि लिएर जति पनि इन्ट्रान्स एक्जामिनेसनको कुरामा चाहिँ जस्तै इन्ट्रान्सको क्वेसन बनाउँदै गर्दाखेरि चाहिँ जस्तै यो स्टुडेन्टबाट चाहिँ यो एक्सपेक्टेसन चाहिँ यो हुन्छन् भन्ने खालका त्यस्ता कुनै एक्सपेक्टेसन लाइक यस्तो खालको चाहिँ सिक्नुपर्छ है यिनीहरूले भन्ने खालको कुनै कुराहरू छ यसमा पोइन्ट वाइज जाउँ सर पोइन्ट नम्बर 1 मा कस्ता कुराहरू हुन्छन् होइन पोइन्ट 1 मा के हुन्छ भने इन्ट्रान्सको क्वेसन जसरी पनि बनाउने बेलामा सिलेबस दिएको खण्डमा हजुर सिलेबस जब दिन्छन् त्यो बेलामा सिलेबस हेरेर बनाइन्छ अनि त्यहाँ के देखिन्छ भने फोकस खास गरेर केमा दिने चलन छ जुन उलाई इन्जिनियरिङ पढ्न बेलामा कुनै कठिनाइ नहोस् मेन यो उसको मेन एम यो कि विद्यार्थीले डिफ्रेन्ट ब्याकग्राउन्डबाट आउँछ अब डिफ्रेन्ट ब्याकग्राउन्डबाट त आयो तर आएपछि तपाईलाई इन्ट्रान्स राखेको यही कारण हो कि उलाई डिफ्रेन्ट इन्ट्रान्स कुनै जरुरी त छैन नि लिनु उसको +2 को ब्याकग्राउन्डबाट पनि लिन मिल्छ नि त इन्ट्रान्स लिने कारण के भयो भने कि उ डिफ्रेन्ट ब्याकग्राउन्डबाट आउँछन् आइसकेपछि उलाई के हुन्छ भने एउटा जजमेन्ट गर्नको लागि इन्ट्रान्स राख्या हो जस्ट कि यो विद्यार्थी इन्जिनियरिङ पढ्न सक्छ कि सक्दैन त्यो अनुसारले उले के गर्छ फोकस गर्छ अब आजकल त अब धेरै लो ग्रेडमा हामी गइराछु त्यो राम्रो कुरा होइन तर इन जनरल के हुन्छ भने अलि विद्यार्थी ग्रेडिङ के अनुसार हुनुपर्छ अब जहाँ पुल्चोको कुरा हो राम्रो ग्रेडले विद्यार्थीले पाउँछ पढ्न पाउँछ काठमाडौँ युनिभर्सिटीमा पनि त्यस्तै राम्रो छन् यस्तो धेरै ठाउँमा मैले देखेको छु कि राम्रो ग्रेड पाउने विद्यार्थीले अपर्च्युनिटी पाउँछन् पढ्न पाउँछन् यसमा कुनै सन्देह छैन तर एकदम इन्ट्रान्सको वास्तवमा बेस्ट त्यही हो कि डिपेन्ड्स अन द +2 कन्टेन्ट्स त्यही हो तर लजिकली क्वेसन हुन्छ क्वेसनमा लजिक हुन्छ ताकि विद्यार्थीले 1 मिनटमा उसको दिमाग टेस्ट आइक्यू टेस्ट एमसीक्यू आइक्यू टेस्ट कस्तो छ त्यस्तो क्वेसन पनि पहिला दिने चलन थियो अहिले हटाएको छ पहिला यस्तो थियो कि जेब्रा क्रसिङको लेन्थ कति छ विड्थ कति छ यस्तो क्वेसनहरु सोध्ने चलन थियो त्यो त पछि इन्जिनियरिङमा पनि पढ्छ त्यो कुराहरु अहिले हटाएको छ किनभने धेरै विद्यार्थीलाई के भयो धेरै प्रेसर भयो बाहिरबाट कि होइन अब यो त +2 को कोर्समा छैन किन राख्नु भयो त नराखेको हुनाले अब हटाइया छ त्यो छैन अब टोटली +2 के कोर्सको क्वेशन छ सिलेबस विद्यार्थीलाई दिया छ वास्तवमा जुन राम्रो विद्यार्थी छ त्यसले आफ्नो नलेज और प्र्याक्टिस मात्रै गर्यो भने उसको नाम निस्किन्छ यसमा कुनै शंका छैन मजाले नाम निस्किन्छ हामीले त पीए खोलेको केको लागि कि हामीले हेटेरोजिनियसलाई होमोजिनियस बनाउनको लागि खोलेको हामीले इन्स्पायर्ड गर्नको लागि खोलेको कि जुन गाउँबाट आउँछ जहाँ फ्यासिलिटी छैन टिचर छैन एकदम गाह्रो थियो अनि त्यसको लागि वास्तवमा सुरुमा हामीले यही सोचेर खोलेको हो कि हाम्रो देशको विद्यार्थी जुन छ कोही अब मेची छ महाकालीमा छ कोही माउन्टेनमा छ बेचारा केही ज्ञान छैन त्यो पीएमा आओस् अनि मजाले तपाईको उले केही सिक्न पाओस् ताकि उसको उन्नति हुन्छ यही सोचेर सुरुमा खोलेको हो वास्तवमा हजुर सर मेन अब्जेक्टिभ त्यही हो